नमस्कार नमस्कार, शुभ बिहानी। बागमतीको किनार र आज 83 पहिलो आइतबार पनि यो सूर्यकुण्ड हजुरहरूलाई म एउटा दृश्य देखाइदिन गइरहेको छु। यो कुण्ड हेर्नुहोस्, यो हाम्रो सूर्यकुण्ड, यो नेचुरल यसरी प्राकृतिक बनावटहरू चाहिँ यसरी यो यस्तो दृश्यहरू छ है। यो चाहिँ सूर्यघाट भनिन्छ। यो बागमती किनार पूर्व तर्पण मृगस्थलीको खेदमा छ। यो प्राचीन इतिहासबाट चाहिँ यो सूर्यको कुण्ड रहेछ। यसको धेरै ठुलो इतिहासहरू छ। नागदेवताहरू सबै यो दृश्य छ, गाईदेखि लिएर यहाँ हरेक कुण्डहरूको। यो मैले 2 वर्ष अगाडिदेखि मैले साफ गर्दा, यो पहिला साफ गर्दाखेरि 3 महिना लाग्यो यो दृश्य गर्नु। सबै गु नै गु, ढलै ढल। पहिलोचोटि बसेर मैले साफ गरेको कुण्ड यो झ्याप्पै भरेको त यो के देखिँदैन, त्यही हात पस्यो पहिलाचोटि। र यसरी यो दृश्यहरू चाहिँ यो चाहिँ एउटा यहाँ रहेछ पशुपत क्षेत्रमा, एउटा गणेश हिमालमा, एउटा कैलाशमा र एउटा कुम्भकर्ण अथवा सगरमाथामा छ भन्ने विशेषताहरू छ। यो प्राचीन हिल हेर्नुहोस्, यो जम्मै छोपी राखेर यो सबै सभ्यता संस्कृति मास्ने र धर्म सापेक्ष भूमिलाई चाहिँ धर्मनिरपेक्ष भनेर चाहिँ ल्याउने गणतन्त्रवादीहरूले गर्दाखेरि यस्तो कुण्ड दृश्य यो हेर्नुहोस्, सूर्यको कुण्ड। आज सफाइ पनि भयो। बिहान 5 बजीदेखि आएर यसलाई चट्ट सफा गरेर पानी सानी आज सरसफाइ भयो। बागमती किनारको यो है चट्टसँगले हेरौँ है गाई छ। ल यस्तो छ प्राकृतिक। हामी प्राकृतिकसँग जोडिएको, हाम्रो सभ्यता र संस्कृति बिना हामी बाँच्न सकिँदैन। त्यस कारणले आम दाजुभाइ तथा दिदीबहिनी नेपाली दाजुभाइहरू यहाँ पानी लाउनु अलिक कम छ। यस्तो कुण्डहरू छ, दृश्यहरू। यो कस्तो दृश्यहरू छ यहाँ। यो नेचुरल हो, कोहीले पानीले खोपेको भन्छ, यो बकवास हो, पानीले खोपेको होइन। यस्ता दृश्यहरू छ, त्यहाँ कुण्डहरू धेरै छ। र म भोलि पर्सि सबै सफा गरेर राम्रोसँगले तपाईँहरूको समक्ष यसलाई यो दृश्य प्रदर्शन देखाउन गइरहेको छु। 1-2 दिन पर्खिनु होला। जय नेपाल। र यस्तो छ हाम्रो इतिहास। यो राज्यले व्यवस्था गरेर छोपिएर राखेका दृश्यहरू है हजुर। ल